हेलो गाइज, गुड मर्निङ। फेरि पनि स्वागत छ आजको यस न्यू भ्लगमा। पार्ट टाइम इन ड्राइभ भ्लग है त। पार्ट टाइम इन ड्राइभ गरेर कति कमाउन सकिन्छ, 2 घन्टा 3 घन्टा पार्ट टाइम गरेर है त। अहिले 9:15 भयो होइन, 9:16 भयो। मेरोमा बल्ल बल्ल फर्स्ट राइड लाग्यो है त। लगभग 40 मिनट्स होइन, 40 मिनट वेट गर्दा 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 बल्ल बल्ल मेरोमा राइड लाग्यो। त्यही पनि एकदम थोरै पैसाको के, अनि राइडै लाग्दैन, टिपै लाग्दैन। अनि पार्ट टाइम गरेर चाहिँ के कस्तो कमाउन सकिन्छ त्यही हो। अब हेरौँ है त, बस्नु। ल, मेरो फर्स्ट राइड कम्प्लिट भयो। 120 रुपियाँ है त। 120 रुपियाँको राइड कम्प्लिट। अब यतातिर कस्तो टिप लाग्छ, कतिखेर लाग्छ हेरौँ है त। ल, मेरोमा सेकेन्ड राइड पनि लागेको छ। अनि म प्यासेन्जरलाई लिन जाँदैछु। अनि इनड्राइभमा चाहिँ सुरुमा राइड लाग्न अलिक गाह्रो हुन्छ क्या, तर एक राइड हानिसकेपछि चाहिँ जे होस्, अनि बल्ल राइड लाग्न सुरु हुन्छ है। यो कुरा अब इनड्राइभ गर्नेहरूलाई चाहिँ थाहा नै होला होइन। सुरुमा चाहिँ अलिक गाह्रो हुन्छ, तर पछि एक राइड हानेपछि 2 राइड हानेपछि चाहिँ अलिक बल्ल फेरि लाग्न थाल्छ क्या। त्यो राम्रो लाग्ने नराम्रो लाग्ने त अब टिप होइन, त्यो छुट्टै कुरा हो। तर राइड लाग्न चाहिँ लाग्छ है। त्यसपछि चाहिँ बस्नु भाइ। हुन्छ हुन्छ। ल है त, मेरोमा सेकेन्ड राइड पनि कम्प्लिट। ल, मेरोमा थर्ड राइड लाग्यो, तर बाटो चाहिँ यस्तो थियो गल्ली गल्ली। गयो बस। हजुर, लोकेसन नै भन्नुहुन्छ? ए ल, आउँदैछ है त। मेरोमा 4th राइड एक्सेप्ट भइसकेको छ। एउटा 2टा 3टा 4वटा 4th नै हो यो। र यदि टिप लागेको छ भने चाहिँ गर्नुपर्छ है त। यदि टिप लागेको छ भने चाहिँ लागेको बेला चाहिँ गर्नुपर्छ क्या। बरु यस्तो कोही कोही बेला अलिक टिप नलागेको दिनहरू हुन्छ नि, बरु त्यस्तो दिनमा चाहिँ अलि नखट्ने होइन। तर अलिक टिप लागेको दिन छ भने चाहिँ खट्नुपर्छ, अनि बल्ल कमाइ हुन्छ है त। फ्लोमा जानुपर्छ क्या, फ्लो अनुसार नै बगेको राम्रो। कोही बेला टिपै लागेको हुँदैन होइन। अनि
होइन जसरी भए पनि गर्छु भनेर त्यो धेरै खटेर हुन्छ नि त्यस्तो बेला चाहिँ टाइम धेरै जान्छ कि अनि लाग्दैन होइन अनि यसो कोही बेला चाहिँ ट्याक्कै फिल हुन्छ कि आजको किप चाहिँ कस्तो हुन्छ के कस्तो हुन्छ भन्ने कुरा चाहिँ बिहानको राइडले फरक पार्छ क्या बिहानको एक दुई राइडले बताउँछ क्या कस्तो हुन्छ आजको राइड भनेर त्यही हो रमाइलो छ जिन्दगी हुन्छ बस्नु 18 भयो देख्नु ल है त मेरोमा 5th राइड पनि लाग्यो अनि जाउँ है त बस्नु भयो ल है त अहिले चाहिँ 11:35 गयो बिहानको मैले चाहिँ 9:15 राइड स्टार्ट गरेको जान त त्योभन्दा अगाडि नै 8:30 बजेदेखि नै म रेडी भएर बसेको तर राइडै लागेन क्या अनि 40-45 मिनट जति बिहान राइडै लागेन अनि त्यसपछि 9:15 बल्ल फर्स्ट राइड लाग्यो त्यसपछि चाहिँ मैले राइड गरेँ है त एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा राइड गऱ्यो र पाँचवटा राइड गर्दा चाहिँ मैले 620 कमाएँ त 2.5 घन्टामा 620 कमाएँ त आज अनलाइन मात्र दियो त्यही भएर क्यास छैन क्यास चाहिँ 100 रुपियाँ मात्र छ अनि यही हो है त ल ड्राइभ गरेर पनि कमाउनु चाहिँ सकिन्छ है त अलिअलि पार्ट टाइम गर्दा पनि यस्तै हुन्छ कमाइ ल आजलाई यति नै तपाईहरुलाई कस्तो लाग्यो भिडियो मन परेमा लाइक गर्नु होला अनि मेरो च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ र यस्तै भिडियो लिएर फेरि अर्को भ्लगमा भेटौँला है त सी यू